वन्स अगेन आफ्टर लङ टाइम तपाईहरुको अगाडि फेरि म आइरहेको छु है। अलिकति माइक छैन माइक छैन है, तर पनि अब अलिकति हल्लामा मेरो आवाज राम्ररी सुनेको छैन होला। सो आज हामी गुवाहाटीमा छौँ र अब आज चाहिँ हामी गणेशगुडीपट्टि लागिरहेको छौँ। हेर्दै गर्नु होला गणेशगुडीको भ्रमण। लु भाइ हामी आइपुग्यो गणेशगुडी र यही हो गणेशगुडीको दृश्य। तपाईको अगाडि एकदमै बेसी मात्रामा मान्छेको भिड, ट्राफिक अनि साथसाथमा बिजनेस पनि चलिरहेको। स्ट्रिटमै ज्यादातर बिजनेस गरिरहेको हामीले देख्नु पाउँछौँ है। र यसरी घुमिबस्यौँ हामी सबै कुरा हेर्दै हेर्दै। यता जानुपर्छ होला है। यसो घुम्दै घुम्दै जाँदा त हाम्रो यता छाउमा त एकदम धुमधामसित एकदम भव्य रूपमा पूजा पनि चलिरहेको रहेछ। हामी एकदम भाग्यमानी है, हामीले पनि दर्शन गर्ने मौका पायौँ र हतार हतार जुत्ता खोलेर भित्र पस्यो है। अनि घन्टी पनि बज्यो ठिकै। र यता हेर्दाखेरि प्रसादहरू बाँडिरहेको, सबैजना एकदम पूजामा ध्यानमा सबैजना लागि परिरहेको देखियो है। अनि भिड चाहिँ धेरै थियो र हतार हतार खिचियो, किन भन्दाखेरि त्यहाँ सबैजना रसमा थियो। र यसरी बत्तीहरू बाल्दै गरेको मान्छेहरूले है, धेरै कुना कुनामा पनि जग्गामा यसरी दर्शनहरू गरिरहेको। बाहिरबाट हेर्दा सानो देख्यो, तर भित्र पस्दै जाँदा त धेरै धेरै जग्गामा चाहिँ पूजाको थान रहेछ है। यो चाहिँ हाम्रो गुवाहाटीवासीले चाहिँ अझै धेरै बताउन सक्छ यो मन्दिरको बारेमा। यति हो, हामीले चाहिँ एकदम मजाले दर्शन गर्ने मौका पनि पायो। अनि मजाले यो यसको तस्बिरहरू खिच्नु मौका पायो है। त्यसमा कोही रोकटोक थिएन। र यसरी हामीले सबैतिर खिचेर हामी बाहिर पनि निस्क्यौँ। र मैले यस्तो निकाल्नुहोस् न मेरो सिधासँगले भन्दा भन्दा टेरो मेरो भएर खिर पनि मजाले खाइयो। अनि हामी खिर खाएर यहाँबाट अगाडि बढ्यो। के भने यस्तो बाटोमा हिँड्दै जाँदा त यो बेलुन देखेँ कि। अनि यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ एडभर्टिजमेन्ट रहेछ। फनी इन्डिड फुड हिल्स रेस्टुरेन्ट। त्यही त हो। यहाँ तापनि ठिकै छ। यस्तो भिड हुन्छ हो यहाँ होइन। यो चाहिँ तपाईँको कहाँ भने हामी फर्केको है गणेशगुडीबाट। धन्यवाद उत्र यही हो मजा चाहिँ अब यहाँनिर ब्याम्बुको है।
टाइपको पनि रहेछ अनि यो दामी बनाएको रहेछ हो झर्नु सक्छ यही गाडीमा जानुपर्ने हो